नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको अर्को गाथामा जाउँ, जुन भगवानले वेणुवनमा विभ्रान्तक भिक्षुलाई सम्झाउँदै भन्नुभएको छ, जसमा भन्नुभएको छ, यो निब्बनथो वनाधिमुत्तो वनमुत्तो वनमेव धावति तम पुग्गलमेथ पश्चथ मुत्तो बन्धनमेव धावति। र भन्नको अर्थ रहेछ, संसारको बन्धनबाट छुटेर वनवास गएर फेरि जङ्गल छोडी घरमै आइबस्ने मानिसलाई हेर त फेरि बन्धन नैमा आइरहेको छ। त्यसैले शासनलाई राम्रो नबुझिकन देखावटी त्यागले मात्रै पुग्दैन। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।